एकैछिन पर्खिनुहोस् त सबैजना। आज म तपाईँहरूलाई सुनको भाउ सुनाउँदैछु कि आज शनिबार है। सुनको भाउ कति आयो भनेर तपाईँहरूलाई नि मनमा लाग्यो होला। कतिलाई थाहा छ पहिले थाहा हुनेलाई नि ठिकै छ, पहिला थाहा नहुनेलाई पनि आज म सुन चाँदीको भाउ जानकारी गराउँदैछु। हेर्नु न फेरि मोबाइल फेरि यहाँ बजिसक्यो कि यहाँ टिकटकमा भिडियो हाल्न लागेको, यो मोबाइल बजेर डिस्टर्ब गरेँ एकैछिन है। पर्ने अफ गरौँ। आज सुनको भाउ चाहिँ घट्छ होला भनेर सोचेको, बढेर आयो। बढेपछि फेरि धेरैजना पिर मान्नुहुन्छ कि घटिदियोस् 50,000मा आओस्। पहिला कमेन्ट के आउँछ थाहा छ? सुन त ठेला गाडामा चाहिँ लिएर आओस्, सुन आयो सुन भन्दै भनेर कमेन्ट आउँथ्यो कि मलाई हाँस उठ्थ्यो कि त्यो देखेर। अनि त्यस्तो हुन्थ्यो। अब धेरैजनाको त्यसबाट मैले के बुझेँ भने घटोस् भन्ने चाहना रहेछ भन्ने कुरा बुझेँ कि। अनि मैले त्यही सोच बनाएर अब चाहिँ डेली यो आइडिज तपाईँहरूको लागि मात्रै सुनको भाउ सुनाउन होला भनेर बनाएँ कि यो युट्युब च्यानल। यो च्यानलमा सबैले सब्सक्राइब गर्नु ल। म यस्तै भिडियो तपाईँहरूलाई डेली अपडेट गराउँछु। अनि तपाईँहरू त्यो भिडियो हेर्नु, म तपाईँहरूको कमेन्ट हेर्छु। तपाईँ भिडियो हेरेर हाँस्नु, म कमेन्ट हेरेर हाँस्छु कि कुरो मिलिहाल्यो नि त। आज सुनको भाउ चाहिँ शनिबार भनेर मात्रै भने 2083 साल नयाँ वर्ष पनि लगभग गए जस्तो महसुसै लागेको छैन मलाई। वैशाख महिनाको आज 12 गते शनिबार। तपाईँलाई याद छ आज के हो? भूकम्प गएको 10 वर्ष भयो क्या आज ठ्याक्कै। वैशाख 12 गते शनिबार हो नि त भूकम्प गएको 72 सालमा। 82 साल वैशाख 12 गते हो नि त आज। भूकम्प गएको 10 वर्ष भयो। यतिखेर हामी हेर्नु त कति बिजोग भइरहेको थियो, बिचल्ली भइरहेको थियो। अहिले 3 बज्न लागिसकेको छ। यतिखेर त दोहोऱ्याएर तेह्राएर गइसकेको थियो भूकम्प। र आज सुनको भाउ चाहिँ भूकम्प गएन कि, मलाई सुनमा नि भूकम्प जान्छ जस्तो लागेको थियो, गएन। बढेर चाहिँ आयो सुनको भाउ। आज सुनको भाउ 2700ले बढ्यो। 2700ले बढ्यो आज सुनको भाउ। 2700ले बढेर हिजो 2,97,000 भएको सुनको भाउ वात्तै 3 लाख पुग्न लाग्यो। भनेको 2,79,000 कति भयो यार बिर्सेँ कि 700 भयो। 2,79,700 भएछ आज सुनको भाउ। भने चाँदी पनि बढेको छ। चाँदी 50 रुपियाँले बढेर हिजो 4,965 रुपियाँमा पाउनुहुन्थ्यो भने आज 5,015 रुपियाँ भएको छ चाँदीको भाउ। दुइटै सुन पनि चाँदी पनि बढेको छ। जतिजनाले हाम्रो आइडी रेगुलर हेर्नुहुन्छ उहाँलाई त त्यो कुरा जानकारी भइहाल्छ। रेगुलर नहेर्नेलाई नि यसो सेयर गरिदिनु न। त्यो सेयर बटनमा टुक्को दाबिदिनु न। के जान्छ? केही जाँदैन। नेट फ्रीमै हो, वाइफाई जोडेपछि चलिहाल्छ, डाटा तानेपछि जे गरी गर्नु परिहाल्छ। एउटा कमेन्ट छुस्सा लेख्नु न, के जान्छ र तपाईँको? म कमेन्ट हेरेर हाँसौँला नि, अलि हाँसौँ नि कमेन्ट लेख्नु न। अलिक मुड पनि फ्रेस गराउनु पऱ्यो कि। कति खालि बढ्यो घट्यो भनेर कराइरहनु। कहिले त गफ गरे यसरी गरौँ न भनेर के कमेन्ट नि त्यस्तरी गफ गरे यसरी लेखिदिनु त। खुरु दिगदार नमानिकन सब्सक्राइब गर्नु है। फेरि यो हाम्रो नयाँ आइडी हो कि तपाईँहरूको लागि युट्युबमा। अब डेली भिडियो आउँछ यसमा। टिकटकमा हामीलाई जसरी फलो गरेर माया गर्नु भएको छ, युट्युबमा पनि फलो गरेर माया गर्नु ल। मनरी बजारको मेन रोडमा अवस्थित न्यू विश्वकर्मा ज्वेलर्स। तपाईँहरूले 6 वर्षको अवधिमा यति धेरै माया गर्नुभयो कि त्यसरी नै हामीलाई माया गर्दै जानु होला। तपाईँहरूलाई अझ हामीले सक्दो हाम्रो तर्फबाट गर्नुपर्ने काम हामी गरौँला। तपाईँको तर्फबाट सब्सक्राइब गर्नु है। कहाँनिर थाहा छ पसल? नारायणघाट छ नि, नारायणघाटबाट चितवन जिल्ला त्यताबाट आउँदाखेरि 46 किलोमिटर पर्छ क्या मनरी। हेटौँडबाट आउँदा 30 किलोमिटर। दाहिनेपट्टि पुलको मुखैमा मेन रोडमा। कतिजना त भित्र खोज्दै जानुहुन्छ अरे। पसल चाहिँ मेन रोडतिर छ, भित्रभित्र खोजेको दाइ हैरान भएँ दिगदार भएँ भन्नुहुन्छ। त्यस्तो नगर्नु है। मेन रोडमा ओर्लिन साथै पुलको मुखैमा विश्वकर्मा ज्वेलर्स। सुन चाँदी सम्बन्धी सबै काम, किन्न बेच्न बनाउन सबै काम हुन्छ। तपाईँलाई एकदम मिलाएर हामीले सक्दो गर्न सक्ने तर्फबाट गरेर पठाउँला। तपाईँ आउनु चाहिँ पऱ्यो। यो भिडियो हेरेर जतिजना आउनुहुन्छ विशेष प्राथमिकतामा राखौँला र हाम्रो आइडीलाई फलो गरेर हामीसँग जोडिनु होला। भोलि फेरि अर्को नयाँ ताजा अपडेट लिएर आउनेछु। त्यसको लागि तपाईँले कति कमेन्ट गर्नुहुन्छ, कति माया गर्नुहुन्छ, त्यही अनुसार भिडियो भोलि फेरि लिएर आउनेछु। हस्त सम्पूर्णलाई धन्यवाद। स्वस्थ रहनु होला, व्यस्त रहनु होला, मस्त रहनु होला, सधैँ खुसी रहनु होला। हाम्रो भिडियो हेर्दै गर्नु होला। हजुरको दिन शुभ रहोस्। धन्यवाद।